12 देखि 15 लाख तिरेर जापान जाने नेपालीहरूको पीडा। त साहुहरूको पक्षमा छस्, पीडितको पक्षमा छैनस् भन्नुभएको नि। यो भिडियो हेर्नुहोस् है। 2 लाख तलब हुन्छ, 8 घण्टा मात्रै काम भनेर एजेन्टहरूले सपना देखाएर जापान पठाएका नेपाली युवाहरू अहिले चरम शोषणमा छन्। कुक भिसामा पठाइदिएका सयौं नेपालीहरू जापान पुग्ने बित्तिकै ठगिएका, थिचिएका र मानसिक रूपमा टुटेका छन्। रेस्टुरेन्टमा पुगेपछि 12-13 घण्टा काम गराइन्छ, तलब मुस्किलले 50-80 हजार हुने गर्दछ। त्यो पनि ढिला, कहिले त महिनौ खानपिन दिएर फ्रीमा काम गराइन्छ। सबैभन्दा दुःखद पक्ष शोषण गर्नेहरू प्राय आफ्नै नेपाली वा भारतीय साहुहरू हुने गर्छन्। कर आफै तिर्नुपर्ने, बोल्दा गाली र डिपोर्टको धम्की दिने गरेको त्यहाँ रहेका नेपालीहरूको गुनासो छ। उनीहरू नेपाल फर्किनु पर्ने हो कि भन्ने डरले बाध्यतामै बसेर काम गरिरहेका छन्। थप पीडादायी कुरा के छ भने दिएको त्यो अलिकति पैसा पनि पुरा होइन, त्यसबाट पनि उनीहरूले आफै कर ट्याक्स तिर्नुपर्छ। ओभरटाइमको नाममा श्रमको चरम शोषण हुन्छ, तर त्यसको न त छुट्टी हुन्छ न त बोनस। आफ्नै देशका युवाहरूलाई जबरजस्ती गराएर महिनौ पारिश्रमिक नदिने प्रविधि देखिएको छ। कतिपयले त सिक्न आएको हो, तलब पाउनु हुन्न भन्दै मानसिक यातना पनि दिने गरेको पीडितहरूले बताएका छन्। एक युवाले भने 4 महिना भयो खाना मात्रै दिएर काम गराएका छन्। पैसा माग्दा सिक्न आएको हो, तलब माग्ने भन्छन्, डिपोर्ट गरिदिन्छु भनेर धम्क्याउँछन्। यस्तो अवस्थामाथि अब नेपाल सरकारले गम्भीर ध्यान दिन जरुरी छ। विदेशमा पसिना बगाएर स्वदेशमा रेमिटेन्स पठाउने युवाहरूको श्रमको मूल्य लिइनुपर्छ। नियमन बिना विदेश पठाउने एजेन्टहरूमाथि कारबाही गरिनुपर्छ र जापान स्थित नेपाली दूतावासले यस्ता शोषण विरुद्ध आवाज उठाउनु पर्ने बेला आएको छ। धेरै साथीहरूले मलाई कमेन्ट गर्नुभएको छ। कमेन्टको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त अन्त कामै गर्दो रहन्छस् भन्नुभएको। ठिक छ, मैले कामै गर्दिनँ। अब काम नगरिकन, दुःख नगरिकन खाना पाइन्छ, घुम्न पाइन्छ, डुल्न पाइन्छ। जापान जस्तो देशमा आएर यत्रो महँगाई देशमा बसेर कामै नगरिकन खाना पाइन्छ नि किन काम गर्नु पर्यो भन्नु त। हजुरहरू पनि बिहान 4 बजे उठेर अनि त्यो टिफिन बोकेर बाइतो हान्न किन जानु पर्यो र? कामै नगरिकन पुग्छ भने होइन। हजुरको विचार पनि राम्रो रहेछ। अब राम्रो कमेन्ट गरिदिनु भएको छ। अब तैँले कामै गर्दैनस् भनेर हजुरहरूलाई त्यस्तो चिन्ता लागेछ भने मैले ब्याङ्कको खाता पठाइदिन्छु। त्यसमा चाहिँ नि यसो 50-60 मन राखिदिनु न त। तैँले कामै नगरिकन खाँदो रहेछस् भन्नुभएको छ होइन। म अलवेज अन्यायको विरुद्धमा लड्ने मान्छे हो। सबैले न्याय पाउनु पर्यो, सबैलाई राम्रो हुनु पर्यो। जसले गल्ती गर्नुभएको उहाँहरू पनि सुध्रिनुहोस् भन्न खोजेँ मैले। अब यति अनि सामाजिक सञ्जालमा आगो बोलेपछि अब त हजुरहरूले पत्याउनुहुन्छ होला नि त। जापानमा विकृति छ, अब कागजी कुक भएर आएकाले दुःख पाउनु भएछ भनेर त बोलिरहेको छु नि। अनि कुकहरूले राम्रो काम नगर्दैपछि साउजीहरू पनि त पीडित हुनुहुन्छ नि त। ल्यायो, काम सिकायो, 6 महिना काम सिकायो, काम सिकाएपछि हिरो पल्टिने, भनेको नमानिदिने, दादागिरी गरेपछि अनि साउजीले चाहिँ त्यसलाई ननिकालेर कसलाई निकाल्ने? अनि निकालिदियो भने बाहिर गएर कुरा काट्छ, सामाजिक सञ्जालमा भनिदिन्छ। ननिकालौँ भने राम्रोसित काम गर्दैन, कस्टमरलाई ह्याम्पर परेको हुन्छ। साउजीले त लाखौँ पैसा लगानी गरेर रेस्टुरेन्ट खोल्नु भएको हुन्छ नि त। उहाँहरूको पक्षमा पनि त बोलिदिनु पर्यो नि त। साउजीहरू पनि त पीडित हुनुहुन्छ नि, कुकहरू मात्रै पीडित हुनुहुन्न नि त। दुईजनालाई जो चाहिँ नि मनन गरेर चल्नुपर्छ के सामाजिक सञ्जालमा बोल्दाखेरि। एकतर्फी मात्रै बोलिदिएर भएर कुक मात्रै पीडित भए, कुक मात्रै पीडित भए, साहुहरूले निचोडे, साहुहरूले बर्बाद बनाए भन्न त भएन नि त। राम्रा गर्ने साउजीहरूको पक्षमा पनि त बोलिदिनु पर्यो नि त। हस् त, धन्यवाद। मेरो भिडियो हेरिदिनु भएको छ, मन पराइदिनु भएको, त्यसको लागि त हजुरहरूलाई जति आभार व्यक्त गरे पनि त्यो कम हुन्छ होइन। फेरि पनि मैले लाइभ पुगेसम्म हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मैले 1000पल्ट भनेको नबुझिकन नआउनुहोस्, बुझेर आएकाले पनि आज दुःख पाइरहनु भएको छ के। अब कहाँ बुझ्न जाने, कहाँ न्याय लड्ने भन्नु त। आजभन्दा 20 वर्ष पहिला पनि साझा सवाल प्रसारण हुँदाखेरि पनि यो त बेथिती रहेछ नि त। न एनआरएनले हेर्नुभयो, न नेपाल एमबिसीले हेर्नुभयो, कुनै न कुनै संस्थाले, कुनै न कुनै ठुलो संस्थाले, कुनै न कुनै माध्यमबाट चाहिँ यो हेर्दै गएर आज समस्या हुन्थेन। जापानमा चाहिँ यस्तो नेपालीहरूको बेइज्जत हुन्थेन हो कि नि भन्नु त होइन। हजुरहरूलाई चाहिँ सबै मैले भनेको कुरा नराम्रो लाग्न सक्ला, तर धेरै धेरै पीडितहरूलाई त राम्रो लागिरहेछ नि त। कमसेकम बोल्न सक्दिने मान्छे त आछ भन्ने भएछ नि त। हजुरहरू साउजी कहाँ काम गरेर यति बोल्न सक्नुहुन्न होला नि त। म बोलिदिरहेको छु नि त। त यति बोल्दै गएर त बेरोजगार रहेछस्। हो, म बेरोजगार हो। हजुरहरूले सहयोग गर्न सक्नुहुन्छ भने सहयोग गरिदिनु होला। धन्यवाद भन्न चाहन्छु। हस्।